कति माथि छ म कसरी भन्नु होइन मैले आफै किन भनिराख्नु अब हेर्नु न अब जस्तै अब गीत सङ्गीतमा राजेश पायल राई अब अहिले चलचित्र क्षेत्रमा चाहिँ दयाहाङ राई टेलिभिजनमा विल्सन विक्रम राई उता ऐश्वर्या राई अभिषेक बच्चन त मेरो भेनाजु पर्दो रहेछ नि त त्यसका बाजेको बायुङ रहेछ नि त त्यो त ऐश्वर्या राई त ओखलढुङ्गाबाट गएको रहेछ कस्तो थाहै छैन तपाईँहरूलाई यार कस्तो कुरो गर्नुहुन्छ अमिताभ बच्चन त ठ्याक्कै ससुरा परेको तपाईँ दिदी बिहे गरेर लगेर दुनियाँ चाहिँ भयो घरको धरानमा हुर्केको रहेछ र त्यस्तो लुगा लाउँदो रहेछ एकदमै खुसी लागिरहेको छ र त्यसमा पनि टिभी पनि राम्रै परेछ फेरि हिमालय टिभी प्राय राईहरू हामी हिमालतिरै बस्ने भएकोले गर्दा टिभी पनि मिलाएरै राखेको रहेछ हिमालय टिभी अरू भएको मिल्दैन थियो फेरि नामै अप्ठ्यारो छ नि त राईसँग नमिल्ने यो त ठ्याक्कै मिल्यो क्या राई भने चाहिँ हिमालतिर बस्ने राई जाति हिमालय टिभीमै देखाउने भनेर मिलाएको छ मिलाएकै हो कुरो यतिको चाहिँ अब त्यसमा पनि के भने अब यो चिम्सो आँखा छ कि बिलेटले चिरेको धरमा 2 रुपियाँको बिलेटले चिरेको 5 कोले चिरेको दयाहाङ जतिको हुन्छ उसको चाहिँ 5 कोले चिरेको रहेछ फेरि उसको पछिको बहिनीको चाहिँ त्यही 5 कोले फेरि चिरेको रहेछ अलिक सानो भयो भुत्ते भएर सबै भयो घरको हेर्नु न आँखा पनि यस्तो छ तर केही छैन हेर्नु हामी भनेको आँखा चाहिँ सानो मन ठुलो भएको जाति अनि त्यसमा पनि फेरि हाइट सदैव सानो तर सोच सदैव ठुलो सत्य भनेको धरमा मरिजाउँ ढाँटेको भए 2 को विद्या जाओस् नहाँस्नु न हेर्दमा पढेको 7 हो भने हिसाब गरेर बोले क्या अब 7 मा 2 जाँदा 5 त रह्यो नि त एबिसिडी फेरि इङ्ग्लिस पनि राम्रै बोल्छु अघिदेखि चेलीबेटी पुरै इङ्ग्लिस दिइराख्नु भएको छ म पनि दिउँ कि क्या हो यु नो एक्चुली फङ्चुली हिमचुली यस नो ओके थ्याङ्क यू हा ओके हा नाइस टु मिट यु सी यु अगेन फिल इन द ब्ल्याङ्क्स एल्लो थोथो आर्के लो थर्के खेव टाङ खोटाङ माई बुढी या नो त्यसका बारेको अङ्ग्रेजी हेर्नु अङ्ग्रेजीले यहाँ दुनियाँ चिज गरिरहेछ हेर्नुहोस् आज भोलि मोडर्न भन्छ नि एकदम मोडर्न बनेर हिँड्नेहरू मोडर्न चाहिँ किन मोडर्न भनेको रे भन्दा त्यो पहिला 8 आनामा मोडर्न चक्लेट पाउँथ्यो क्या त्यो मोडर्न चक्लेट जत्रो लुगा लाउने चाहिँ मोडर्न अरे अनि ती मोडर्नहरूको चाहिँ के भएको पनि पछाडिको स्क्रु ढिला हुन्छ क्या जहिले हल्लिरहेको जन्मेको चाहिँ कहाँ भन्नुहुन्छ भने कहाँ खोजमा पहाडमा जन्मेको छ बोलीमा चाहिँ यस्तो भयो भने मलाई त्यस्तो ओ माई गड भए जति भगवान् सबै तिम्रै मात्रै हो हाम्रो होइन अरू पनि भनिहाल्छ गड्सको कतिवटा एस लाउँछ अरू लगाइहाल्छ ओ माई गड्स कस्तो गर्मी मलाई त कस्तो भने मलाई त एकदम पिज्जा बर्गर मलाई त स्यान्डविच मलाई चाहिँ इटालियन डिस एकदम मनपर्छ होइन कस्तो मलाई यसो अनुहार हेर होइन यी नानी त त्यो हस्पिटलको बेडमा जन्मेको कि पिज्जाको प्लेटमा जन्मेको उहाँ विदेशमा बस्ने हङकङमा लन्डनमा सिङ्गापुरमा बस्ने हाम्रो सम्पूर्ण नेपालीहरू चाहिँ हो त्यो आउँदाखेरि अलिकति नि त्यो गुन्द्रुक चाहिँ भन्नु नि हौ साइल दिदीलाई साह्रै मिठो बनाउँदैन भन्छ यहाँ बस्ने चाहिँ मोडर्न बनाउँदाहरू के भएको पनि खालि पिज्जाकै मात्रै कुरो छ तिनीहरूका पिज्जा खाने गिजा चाहिँ दिनुपर्छ हो कि नभन्नुहोस् त हाम्रो जाति हाम्रो संस्कृति हाम्रो रीतिथितिदेखि लिएर हाम्रो नेपालीपन हाम्रो नेपाली मन छैन यहाँ बसिरहेछन् कुरो खालि के गर्छ भाइ मलाई कस्तो भने शाहरुख खान ओ माई गड आई लभ शाहरुख खान यस्तो मलाई कस्तो भने नेपाली मुभी हेर्छु आई हेट नेपाली मुभिज आई हेट हिन्दी मुभी उनले किन नागरिकता बनाउँछ उताको रासन कार्ड बनायो भइगयो त कस्तो छ यार जमाना हेर्नु मलाई सानैदेखि कलाकार हुने ठुलो मन हेर्नुहोस् कलाकारमा पनि हिरो बन्ने मन हो त्यसका बाजेको हिरो त कहाँबाट हुनु भान्जीले त्यो नर्सरीमा लिएको नमिलेको जिरो जस्तो चाहिँ भयो जीवन अरू सबै हिरोले 6 प्याक र 8 प्याक अरे आफ्नो त फ्यामिली प्याक छ अरू बडी बिल्डिङ गर्छ आफू भुँडी बिल्डिङ गरिन्छ मन चाहिँ नमार्ने क्या हजुर ल्याएको जति चाहिँ नाइ छैन खाइदिइराख्ने खुसी हुन्छ नि अब के गर्दा त्यो लिनुहोस् न भन्छ थ्याङ्क यू भनौँ गम्मै हाल्यो भ्याइ चाहिँ खानु त फिल्ममा हिरो खेल्नु भन्नु पर्यो भनेको त्यसका बाजेको हिरो त नहुँदै पर्छ त यहाँ हिरो बन्नुको लागि त अल्गो हुनुपर्ने जरुरी अब कहाँबाट हुनु किराँतीको छोरो अल्गो त सोच चाहिँ साह्रै अल्गो हजुर
अब हिरो बन्नु पर्यो भनेको अल्गो हुनुपर्ने, मिल्दै मिलेन। एउटै सुरुमै कोयल भइगयो। अब 2 नम्बरमा के हुनुपर्ने भनेको कपाल लामो लामो हुनुपर्ने। कपाल त लामो आयो तर यस्तो परेको आयो। त्यो के भएको के भएर रहेछ भनेको धेरै सुँगुरको मासु पोलेर खाइयो कि अनि जगर पनि सँगै जाँदो रहेछ नि यस्तो नि। आज भोलि सबै त्यो केटा हाम्रो चाहिँ यो मङ्गोलियन ब्रोजहरूले क्या साइडको हुन्छ नि यस्तो के छ ब्रो सबैले कपाल यस्तो ठाडो राख्छन्। मैले पनि राखेँ क्या यसलाई चाहिँ दुम्सी कट भन्छ। यो चाहिँ किन राखेको भन्दाखेरि यो स्टाइल होइन कि यसले 2 इन्ची भए पनि बढ्छ भन्नु नि हाइट। सत्य भनेको किन ढाँट्यो यार होइन। हिरो खेल्नु भनेर गएको त्यसका बाजेको हिरोको त 2-3 वटा कुरै पुगेन क्या ममा। आँखा चिम्रो कहाँबाट हिरो हुनु, त्यसमाथि लाइट लगायो भने त केही पो देख्दैन। अरूको हाँस्दाखेरि संसार कति उज्यालो हुन्छ, आफ्नो हाँसो संसारै अन्धकार। धेरैको अन्धकार रहेछ। जिन्दगी बहुत बोर। हेर्नु सिनेमा खेल्नु गएको मिल्दैन, पुरै मिल्दैन। हिरो खेल्छु भनेको हिरो होइन अरे, मेन रोल पाइयो। के रोल भनेको पहिल्यैदेखि गर्दै आएको हिरोनी खेदाउनु पर्ने रहेछ। लु त्यस्तो चाहिँ म गर्दिनँ। तोङमा यस्तो तान्नु अरे गरेर अनि त्यहाँबाट हिरोनी ढेन्टेडे गरेर कुदाउनु अरे। डाइलग पनि छ अरे, त आज बाँच्दिनस् भन्ने। त्यस्तो रोल गर्नु होइन। यो सानो आँखा हुने चिम्सेहरू चाहिँ जहिले गुन्डै मात्रै। अब चिम्से आँखा सबै गुन्डा भएको भएदेखि त उता ज्याकी चेन पनि चिम्से नै हो त, त्यो किन हिरो भयो? उतापट्टिमा ब्रुसली पनि त चिम्से नै हो त, त्यो किन हिरो भयो? हामी चाहिँ किन यहाँ गुन्डा भनेको उतापट्टि इन्डियामा डेनी अङ्कलले बिगारेर। म गुन्डा खेल्दिनँ भनेपछि अलिकति स्वाभिमानी टाइपको पर्यो। परबाट हेर्दा पनि देखिन्छ नि होइन, स्वाभिमानी हजुरको एकदम स्वाभिमानी। अरूले दिएको त म खाँदै मेरो खानै मिल्दैन त्यस्तो, खोसेर चाहिँ प्राय गरेँ। हेर्नुहोस् अब फिल्ममा गुन्डा नखेल्ने भनेपछि धेरै ठुलो टेन्सन भयो। फिल्म त खेल्नु पर्यो। फिल्म खेल्नको लागि के गर्ने त भन्दाखेरि पहिल्यैदेखि नाचिरहेको साकेलाई डान्समा पो छिर्यो। अब डान्समा फेरि मेन रोलै पाइयो, 11 नम्बरमा नाच्ने पछाडि, हिरोको पछाडि 11 नम्बरमा आफैलाई नचिनेर धुमचक्राहरू। हलमा गएर कहाँ पो थिए भनेर यसो गर्दा गीत सिकिन्छ। कहिले यसो गर्दा खुट्टा आउँछ, कहिले यसो गर्दा हात आउँछ। भन खुट्ट जान्छ, कहाँबाट हुन्छ? बल्ल एउटा मेन रोल पाइयो। हेर्नुहोस् फिल्ममा मेन रोल कस्तो भनेदेखि गुन्डालाई हिरोनीलाई चाहिँ गुन्डाहरूले यस्तो बोकेर गाडीमा लाँदै गरे। म चाहिँ त्यहाँ यस्तो गरेर ठक्क उभिएको मात्रै के। सुरुमा चाहिँ त्यहाँ आइसक्रिम खाँदै गरेको सिन थियो, तर नेपाली सिनेमाको विडम्बना लास्टमा उभिएको मात्रै भयो। आइसक्रिम खै भनेको अघि ल्याएको पग्लिसक्यो अरे, खोल मात्रै उखेर त उभिनु भएन। उभिरहेको त्यो भिलेनहरूले चाहिँ हिरोनीलाई गाडागुडुक पारेर बचाऊ भन्दै लगेको। अब हेर्नु न, किराँतीको छोरो बचाऊ भनेपछि त फेरि हो कस्तो एकदम आवेशमा आएर यस्तो हेर्ने क्या, यस्तो हेर्ने। उताबाट हिरो आउँछ नि त, अब हिरोनी लगेपछि त हिरो खै एउटा केटीहरू कता लग, यता लग। मेन रोल डाइलग सहितको त फेरि गाउँमा आएर कम्ता गफ दिएँ त मैले। फेरि जहाँ गयो मेन रोल छ नि, आउँदैछ फिल्म भनेर भन्यो। लगभग यति नै मान्छे मलाई हेर्नु भनेर हलमा गए। अब गफ दियो नि त गाउँमा, हल्का दियो, यसलाई खेलेको छ है त्यो फलाना ल जाउँ त भनेर भने। अब चिम्सेलाई देखाउँछ भन छैन, अब देखाउँछ भन छैन, अब देखाउँछ भन छैन। अब आयो है हिरोनीलाई बोकेर पुरा कुद्दैछु। मलाई झलक्क देखाएको थियो, सिधै हिरोको गयो त। मलाई सोधेको त सिधै काट्दैछ, किन भनेको अलिक धेरै मेरो एक्टिङ भयो अरे कि हिरोको भन्दा राम्रो देखियो। त्यही भएर पैँची लगाइदिएछ नि, फिल्ममै छैन। हेर्नु सुरुमा त साथीहरूले कोक किनेर खुवाउँदै थिए, भरे त 11 जना कोकको पैसा आफै तिर्नु पर्यो। ढाँटेर सेला फिल्म खेलिन्छु भनेर हिँडेको सिन रहेछ। दुनियाँ समस्या हेर्नु। यसो गर्दै सिनेमा खेल्दै आयो, बल्ल एउटा फिल्ममा चान्स पाइयो। फिल्मको नाम सायद बनाउने पनि अर्को चिम्से, सुरज सुब्बानालको भन्ने कि। तिमीले ल ठिक छ, अब तिमी गर नि त भाइ, तिमीले अब धेरै स्ट्रगल गरेर। फेरि मैले धेरै फिल्ममा छाता पनि उडाएको।
हिरो हिरोइनीलाई पहिला छाता उडाउँथ्यो सत्य भनेर ढाँट्दिनेहरू किन ढाँट्नु होइन ढाँटेर मैले कहाँ बिल्डिङ बनाउनु छ अब सत्य भने नाफा किन खानु तपाईँहरूसँग आफ्नै मान्छेहरू आएको होइन फिल्ममा छाता उडाउँथ्यो के ढाँट्नु यार अब अहिले यहाँनिर चाहिँ भुँडी ठुलो हो भन्दैमा ढाँट्नुपर्छ अरूले त जहिले हिरो हिरोइनलाई छाता उडाउने धेरै चाहिँ म हिरोइनीलाई उडाउने फेरि हाँसेका हेर न फेरि हिरोइनीलाई किन उडाउने भनेर बुझ्नु परेन किराँतीको हाइट या राजेशमालाई कहिले नपुग्ने जहिले हिरोइनीलाई मात्रै हिरोइनीको हाइट त फेरि सबै लिलिपुट हो नि त नेपालमा नेपालमा हिरोइनीहरूको लागि एउटा बेग्लै साइट खोल्दैछ नेपाल हिरोइनी .com त्यो लगअन गरेपछि मैले छाता उडाएको 2-3 आउँछ फोटो अब त्यस्तो त्यस्तो गर्दै आएको केटो बल्ल बल्ल त्यसको बाजेको दुनियाँ गर्दा नचल्नु पर्ने आफ्नै चाहिँ राईको छोरो लिम्बूको भान्जो बाजेको कुरो गर्दा चल्नु पर्ने रहेछ किराँतीको हौ सेवारो हो भनेको त संसारै थरर भइगयो हौ लाखे भनेको सबैको थरर कामेर अहिले त हौ त्यसका बाजे कुदेको छु त हिँडेको छु त राईको छोरो लिम्बूको भान्जो प्योर मतवाली रिमिक्स फेरि अहिले रिमिक्सको जमाना छ उ त्यहाँ फुपूले पनि झिलमिले लाएर आउनुभएको छ लुगा के त्यही भएर रिमिक्स जता पनि नहेरौँ न मलाई हेरौँ यता मेरो एकजना साथी थियो हेर्नुहोस् है त्यो सक्यो हिसाब किताब हेरौँ 5 जना छानिए अब छानिएकै छैनन् भने त फेरि अहिले यता र उता गडाङ्ग्रा गुडो खाली टिभीमा देखाउँदा त हाम्रै बेच हो कि न हो होइन भन्ने को त्यसलाई मेरो ठाडै आई लभ यु किराँतीको छोरो आखिरमा के हाकी खान्छु हाकी भन्छु हेर्नुहोस् मेरो एकजना साथी थियो क्या धरानमा त्यो धेरैजनाले वेबसाइटमा हेर्नु पनि भयो होला द विल्सन विक्रम सोमा एकजना धरानी साथी भन्ने मैले आजभन्दा 8 महिना अगाडि चाहिँ अपलोड गरेको मैले भन्नाले मेरो साइटबाट लेक्स लिम्बुज्यूले गरिदिनु भएको थियो कसले हेर्नु भएको छ धरानी साथी ओके धरानी साथी मेरो एकजना थियो क्या भयङ्कर गफ दिनुपर्ने हेर्नुहोस् मान्छे कुटेको काटेको मारेको भन्दा कुरै छैन मान्छे चाहिँ फेरि भयभरको इङ्ग्लिस नेपाली सबै रोग लागेको क्या खुट्टा चाहिँ पोलियोले सानो जन्मिँदै होइन हात चाहिँ तपाईँको के भएको भन्दा धनुष्टाङ्का मुख यस्तो ठ्याक्क ओठ काटेको फेरि अपरेसन गरेर सिलाएको क्या आफ्ना है मतलब बबाई गर्ने फिल्म लेडिज एन्ड जेन्टलमेन गर्लफ्रेन्ड एन्ड बोयफ्रेन्ड यहाँ आउनुभएका सम्पूर्णलाई मेरो आई लभ यु छ म त फेरि गायक पनि हो नि तपाईँहरूलाई थाहा छैन होला कि म त फेरि गायक पनि हो नि राजेश पाल राईलाई गीत गाउनु कसले सिकायो भन्नु न कसले सिकायो मैले होइन म त खोज्दैछु क्या कसले सिकायो भनेर नमस्कार गर्नु पर्यो भनेर म त फेरि भयङ्कर ठुलो रचनाकार पनि हो नि भयङ्कर ठुलो रचनाकार मैले त यस्तो यस्तो गीतहरू रचना गरेको छु कि यस्तो यस्तो गीतहरू छापिएको चाहिँ एउटै छैन म त त्यस्तो हेर्नु मैले गीत गाएको सुनेर त छिमेकीले मलाई आज किन मासु ल्याएर ढोकेको होइन अब आइन्दा गीत नगाइदिनु होला मेरो भुँडी सुँगुर त कानबाट खुन्डाएरै मर्यो त्यो दिनदेखि म गीत गाउँदिनँ नि फेरि पुलिस पुलिस फेरि म गर्दिनँ नि फेरि पुलिस हुइ पुलिस क पुलिस पुलिस नाथेर कहाँ गरिन्छ हौ लफडामा को पुलिस पुलिसहरू हो को हल्ला गर्ने म त अपाङ्ग हो अघि गइसक्यो अरू त फेरि तपाईँहरू भन्दा भनेको जस्तो हुन्छ है तपाईँहरूलाई भन्दा भनेको जस्तो हुन्छ रेखा थापालाई डाइरेक्ट आई लभ यु भनेर एसएमएस मैले पठाएँ एसएमएस पठाएको रिप्लाई पनि आइसकेको यहाँ हेर्नु न विथ दिस ब्ल्याडी बास्केट